यो चाहिँ जात्राका लागि रथ तयार गरिँदै जात्राका लागि चाहिँ यो भद्रकाली रथ तयारी गरिँदैछ। दिनुहोस् न। मेरो नाम राजकुमार खिबनार, पनौती वडा नम्बर 7। अहिले यो रथ निर्माण हुँदैछ, खास चाहिँ जात्रा कहिलेबाट सुरु भएर कहिले अन्त्य हुन्छ यो पनौती जात्रा? यो जात्रा सुरु चाहिँ 16 गते सिटी खसकुमा खसीको दिनदेखि सुरु हुन्छ। 22 गते हाम्रो 8 दिन नवरात्रको जात्रा भन्छ। यसपालि चाहिँ 9 दिन 9 रात 10 दिन भयो। अनि 26 गते चाहिँ पहिला तल ब्रह्मणी जात्रा गरेर लान्छ। ब्रह्मणी जात्रा गरेर तल लगेर त्यो पुलमा नापिसकेपछि यो भद्रकालीको रथ तल लान्छ। अरू तल भैरवनाथको रथ बन्दैछ, पुरा भएको छैन। त्यो चाहिँ 28 गते मात्र तान्ने। त्यो 26 गते फेरि ब्रह्मणीको सानो रथ जात्रा गरेर नै लाने नै भयो। अनि यसोको रथ पनि बन्दैछ। अनि हाम्रो 26 गते रथ यो दुईवटा सानो रथ एउटा बोकेर एउटा यो भद्रकाली रथ तल लाने भयो, पुलसम्म राख्ने भयो वारी। अनि 28 गते चाहिँ पहिला ब्रह्मणी र यो भद्रकाली सँगसँग ल्याएर ब्रह्मणी चाहिँ बजार परिक्रमा गरेर ल्याएको पार्टीमा राख्छ। अनि द्वारे गएर इनेश्वर महादेव थानमा जान्छ। अनि इनेश्वर महादेव सँगसँगै द्वारे बाहिर पछि इनेश्वर महादेवको अघि रथ, अनि भद्रकालीको पछि टेउना पछि चाहिँ उन्मनको भैरवको रथ तानेर बजार परिक्रमा गरेर यहाँ रथ जुटाउने कार्यक्रम हुन्छ। जुन यो रथ जुटाउने कार्यक्रम चाहिँ कुन दिन हुन्छ? 28 गते। अनि रथ जुटाइसकेपछि यो जुन जात्रा सम्पन्न हुन्छ अथवा बाँकी नै रहन्छ के छ? बाँकी नै हुन्छ। अर्को हाम्रो पूजापाठ बाँकी हुन्छ। अनि तृतीयाको दिनसम्म हुन्छ। यसपालि चाहिँ एकचोटि शनिबारसम्म बाँकी हुन्छ। अनि चाहिँ लास्ट जात्रा सक्यो। जात्रा चाहिँ रथ सट घुमाउँदैन, त्यहाँदेखि पूजापाठ गरेर बिदाई गर्छ देउता। अस्ति 22 गते देउता राख्यो, अब 21 गते चाहिँ देउता बिदाई गर्छ। अनि जुन यहाँ चाहिँ यो जात्रा सुरु हुनुभन्दा अगाडि बाँसुकी नागले चाहिँ पनौतीमा आएपछि यो जात्रा हेर्नको लागि बाँसुकी नाग आउने गरेको छ भन्ने किम्वदन्तीहरूमा पाइन्छ नि, यसको बारेमा अलिकति जानकारी गराइदिनु। यो बाँसुकी नाग त यहीँ रैथाने यो पनौतीकै नाग। किन भन्दाखेरि यहाँ यो जात्रा भयो, पूजापाठ सबै बोकेर गयो, पानी गजोसँग खोलाबारी आयो। त्यो 26 गते त्यो पहिला नाप्ने जात्रा भनेको नै बाँसुकी नागको माथि चढ्ने, बाँसुकी नागमाथि हिँडेर बिस्तारै चढ्ने जात्रा। किन भन्दाखेरि यो वर्ष नि हाम्रो सहकालको देउता बाँसुकी नाग पाटनबाट आउँदाखेरि मकै सबै पूर्व फर्केर आरी बेरी सहित आउँछ। बाँसुकी नाग चाहिँ यहाँ आउँछ, जनविश्वास छ सबैको। आउँछ पनि फर्किन्छ, जात्रा सकेपछि फर्किन्छ। अब यो रथ बनाउनलाई कति दिन लाग्छ? रथ त मोटामोटी त बनाइसक्यो, 2 दिन भयो होइन? हजुर, सक्यो। अलिअलि डोरी मात्र बाँध्नु बाँकी छ। अब भद्रकालीको पनि अलिअलि, त्यो भैरवको पनि अलिअलि मात्र बाँकी छ। त्यो इनेश्वर महादेवको चाहिँ पर्सि मात्र बनाउँछ, एकैछिन दिनमा सक्छ। यो रथ चाहिँ कुन रथ जुटाइन्छ यो पनौती जुन डबलीमा? पहिला भैरवले भद्रकालीलाई जुटाउँछ, भद्रकालीले भैरवलाई जुटाउँछ। यिनीहरूको 3 चोटि जुटाइसकेपछि चाहिँ अनि इनेश्वर महादेवको हुन्छ। अनि त्यो भद्रकालीले सोच्छ अरे त्यो इनेश्वर, ए प्रभु मलाई यसो गरेर पछाडिबाट किन यो सम्भव गर्नु भएको भन्दाखेरि तपाईँको प्रत्यक्ष दर्शन दिनुहोस् मलाई भनेपछि महादेव खुसी भएर ल मै हो भनेर उसले 3 चोटि जुटाएपछि त्यही महादेवको रथ बजार छ। अनि फेरि खुसी भएर त्यो बजारको मतलब चाहिँ महादेव खुसी भएर नाचेको अरे। अनि त्यो लास्ट चोटि जुटाएपछि महादेव अघि अनि भद्रकाली पछि त्यहाँ तलसम्म पुऱ्याउनु पनि जान्छ। अनि भैरवलाई बाटो तल लाइब्रेरी पुस्तकालयसम्म भैरवलाई आदि बाटो पुऱ्याउन जान्छ। अनि फर्केर आफ्नो घरमा पूजारीले पूजापाठ गरेर देउताभित्र छिराउँछ। अनि त्यो सबै यो टिका रथको देउता भित्राइसकेपछि फेरि ब्रह्मणी जात्रा चिला जात्रा गरेर बेलुका जात्रा गरेर पुर्ने गरिन्छ। हाम्रो जुन चक्र सिधा हुन्छ।
यो जात्रा कसरी सुरु भयो र कहिलेबाट सुरु भयो त्यसको केही जानकारी छ? छैन। यो त पूर्व कालदेखि नै त्यो बासुकी नागसँग भनौँ न तान्त्रिकहरूले बोलेर ओहोरदोहोर हुने बेलादेखि नै सुरु भएको। यो कहिलेबाट भनेको छैन। बासुकी नाग आउँछ कालको देवता आएर यो पनौतीवासीलाई धान रोपाइँ सोपाइँ गर्नलाई सबैले पानी हुन्छ भने सबैको जनविश्वास छ। पूर्व कालदेखि नै भनिराखेको नै हो। आउँछ पनि आँधीबिरी आएर खोलाबारी आउने गरेर नै आउँछ भन्ने चाहिँ जनविश्वास छ। हस्, धन्यवाद यहाँलाई समय र जानकारी गराउनु भएकोमा। हजुरले यो रथ बनाइरहनु भएको छ नि होइन? यो रथको चाहिँ कुन कुन काम हजुरले गर्नुहुन्छ? यो अब पितलको भएको सबै यो जुन अहिले निर्माण भइरहेको छ यो सम्पूर्ण कामहरू हजुरले नै गर्नुहुन्छ? यो डोरी बान्ने, यो चुकुल हाल्ने? डोरी बान्ने त होइन, तर मैले बान्नेको मात्रै हो। त्यो मेरो त्यो अब काठको सम्बन्धी त्यो बनाउने त्यो गर्ने, यो पाङ्रा साङ्रा फिट गर्ने, यो सम्पूर्ण यो जुन अहिले जुन रथ तयार भएछ यो हजुरले तयार गर्नुभयो?